सुहाएर म झनै लडिनँ अनि हामी चाहिँ यता आउँदै सुसाङबालाई पछाडि के हो भने गरिमा बेगको अनि त्यसपछि म चाहिँ यता खाता खोल्नुको लागि आएको थिएँ अनि पूर्णिमाले चाहिँ एटिएम कार्ड बन्द गर्नु आएको होइन अनि त्यसपछि हामीले चाहिँ आज मोमो खाने भनेको हो नि त नि अनि त्यसको लागि हामीले उता चोकमा एउटा अङ्कललाई भनेको थियौँ मोमोको लागि किमाको लागि अनि त्यहाँ चाहिँ सकेको रहेछ अनि त्यो भएर अब हामी चाहिँ यता सानो पुलमा जान्छौँ सानो पुल ठुलो पुल छ नि त मुगलीमा 3टा पुल छ सो जो मुगलीमा बस्नुमा छ भनेर थाहा भएको नि त्यसपछि यता दाइ टेन्सन भयो अनि मैले आज क्यामेरा ल्याउने बिर्सेँ अनि धेरै दाइको 17 Pro Max फोटो हाल्नु फोटो हामी चाहिँ के गर्छौँ भने अब हामी त्यहाँ पुलपारी जान्छौँ अनि त्यहाँ किन सोध्छौँ इफ छैन भने चाहिँ इफ किन छैन भने चाहिँ हामीले फ्रोजन मोमो ल्याउनु पर्छ अनि त्यही हो मान्छे गयो हामी चाहिँ मोमो किमा लिनु पसलमा आइसकेको छौँ अनि पूर्णिमा सबै पूर्णिमा आऊ पूर्णिमा लगेर फेरि भित्रुक्यो हाम्रो दिदी अनि चाहिँ हाम्रो चाहिँ थाहा छैन यता चाहिँ हामी फर्स्ट टाइम किमा लिनु आएको हो अनि किमा सोध्यो किमा चाहिँ हामी किमा लिन्छौँ म हजुरलाई देखाउँछु है के हो पूर्णिमा त मुगलिन बजार टाइम लाग्छ त्यहाँ पिसो हुनु छ अरे अनि त्यही भएर छिमेट गर्नुपर्छ हामीले यता फर्स्ट टाइम यता आन्टीकोबाट ल्याएको छ म कस्तो हुन्छ थाहा छैन अनि चल्छ म उता चोकको खान्थेँ त्यो मिसिनमा कस्तो के त्यो एकदम फोर्के छ आगोसँग हुन्छ नि त्यो भन्दा नै यति नै हो भनेको मसिनले बनाएको घरमा भेटिन्छ बाई सो हामी चाहिँ घर पनि आइसकेको छौँ अनि घरबाट काम पनि सुरु भइसक्यो हाम्रो यता पूर्णिमा मैदा के भन्छ यता पूर्णिमा मैदा मुस्दै छ आजसम्म के गर्ने आज मोमो र्याप गर्ने न यसले प्याज काट्ने भागमा परेको छ आज प्याज काट्ने मोमो र्याप गर्ने अनि किस त्यही बसेर लाग्दो अनि हामी के गर्ने सम्पत्ति म त्यस्तो गर्दिनँ चाहिँ मम्मी किमा छान्दै हुनुहुन्छ मलाई त फेरि आधी खोलेको अड्काएर खोले क्यामेरा खोलेर अफ भएको थियो अनि कस्तो गिली गिली भएको छ तेल हाल्यो नि त नि चुन्नको सानो भएको थियो हामी चाहिँ कति महिनापछि हामीले होममेड बनाउनु लाग्यो लास्ट टाइम हामीले कहिले बनाएको थियो मलाई चाहिँ याद भएन अनि पूर्णिमा जाने भोलि जाने हो नि त नि त्यही भएर नि हामीले मोमो बनाउनु लाग्एको छ मिठा अझ मम्मीको बाई लिन है हाम्रो बाई लिएर आउँछौँ बाई बाई तिमीहरू भिडियोमा आउने हो आगो देखेन नआउने आउने हो भनेको आगो त नि पूर्णिमा भएर आएको होइन सो क्युटी पाइ कालीमाता म त झन् राखिदिन्छु जुन नराख भन्छ यो हो के फाडा मासु लगाएको छु बोल्न कपिराइट लाग्छ त बोल्यो You taught darling to me. Broken English 50-50. Guys, camera. English 50-50. Hello guys. म चाहिँ प्याज पखाल्दैछु अनि के भन्नु अरे बोल्न दे र हुन्छ कत्रो पानी खोले हाल के छोड्न खोल्न फोर प्याज चाहिँ होइन गाइस यस्तो राम्रोसँग सफा गरेर खाएन भने त अनि सम्बन्धी जस्तो भइहाल्छ मस्तो हुन्छ भने चाहिँ पखालेर खाऊ है पैसा फाइनली भाडा मान्छे भइसकेको छ अनि समयको के बोलेर पागल जस्तो पागल बहिनी बरु पुर्णाले देखाउँछु चिमचिम पुर्णमा देखा नभएर रुइरहेको थियो अस्ति अन्त्यो कपाल अगाडि निकालिदियो भने निस्किरहेको छ मैले पूर्णिमा र समयलाई छोडिदिएको भिडियो बनाउन खै के भिडियो बनाएँ मलाई के पनि थाहा छैन अहिले लास्टमा हेर्नुपर्छ अनि मम्मी र म भएर चाहिँ हामीले के अरे गोलभेडा अनि धनियाँ ल्याइसकेको छ अनि मोमो पनि ल्याएको मोमो मसला पनि ल्याएको छ यता चिया खानु लाग्छ यिनीहरूले चिया खाएको थिएन नि अघि नै आउनु
खै देखा नि के हेर्छस् के देखाउने हैन लोडै भएन so sad so sad कहाँ भिडियो बनाएपछि थोड़ी नै यसको लागि नेट चाहिन्छ सो हामीले चाहिँ टमाटर पनि पकाएर भइसकेको छ I have this धनिया also सो मैले सबै गरी भइसकेको छु हैन जे चाहिँ पहाल्ने कामहरू थियो त्यो पहाली भइसकेको छ अब पूर्णिमाले मैदा मुसेको अनि समेकले प्याज काटेको अनि उनीहरू चाहिँ अहिले गइसकेको छ एकछिन बस्नको लागि अब टर्न मेरो र मम्मीको अनि पूजा दिदी चाहिँ उता काममा हुनुहुन्छ अहिले पछि आएपछि आउनुहुन्छ अनि त्यसपछि त्यही हो अनि सँगै खाने हामी प्याज यता रेडी भइसकेको छ अन्त खाली छ अहिले खै गोलहरू के गर्ने थाहा भएन कि मलाई कन्फ्युज हो भयो अनि यता हामीसँग किमा छ यता गोलभा छ यता धनिया छ यता मसला छ मिक्स मसला अनि हामीले चाहिँ अहिलेको त्यो भाँडा मैले माझेको भाँडा चाहिँ त्यो बाहिर चाहिँ सुकाइरहेको छु त्यसमा अब तेल धस्नुपर्छ नि त नि त्यही भएर हाम्रो यता होइन यता चुचु छ अनि यता म छु म हजुरलाई मेरो फेरि मुग्लिनको भ्यू देखाउँछु है त आकाश आज कस्तो राम्रो देखेको रहेछ अब चाहिँ म मम्मी आएपछि भेट्छु ल अहिलेको लागि टाटा सो फाइनली मम्मी पनि आइसक्नु भएको छ यता अनि मम्मीले चाहिँ मलाई फर्स्टमा धनिया काट भन्नुभयो अनि म धनिया काट्छु ताउ सबै काट्ने एकैचोटि काटिदिने हो सो मैले चाहिँ कुरोहरू काटी भइसकेको छु यता सो अब चाहिँ यसलाई मिक्स गर्नुपर्ने हुन्छ अहिले एकछिनमा हातले गर्छु अहिले चाहिँ यसलाई म फुटाइरहेको छु कि खिमालाई के हाल्दै हुनुहुन्छ हजुर मम्मीले चाहिँ लसुन र अदुवा त्यो मिक्स गरेको हाल्दै हुनुहुन्छ यता पिनेर यो के हो धुलो खुर्सानी जान्छ पिनेको खुर्सानी हो हिरो पिरो खाने नि मजाले आह गर्ने अनि मम मसला के हो त्यो के अरे टेस्टिङ पाउडर एउटा स्न्याप बनाएको नि राम्रो थिएन त त्यही के हो यो धुलो मसला मलाई पनि थाहा थियो मसला हाल्नुभयो मम्मीले त्यो सिन्दुर हाल्दै हुनुहुन्छ अब हातले मिल्नेलाई बेसार झान्छ बेसार र मेथी राखेर तेल राखेर मम्मीले चाहिँ यता के गर्नु भएको हुन्छ के गर्नु न यो तेल झान्न लाग्यो तेल र के हो मेथी तेल र मेथी झोनिया गर्न बेसार मम्मीलाई क्यामेराम्यान राख्दैछु सो मैले चाहिँ किमाहरू सबै मिक्स गरी भइसकेको छु अब त्यसो भएर के मिक्स गरेको थियो भने अब चाहिँ यता हामी भाँडामा तेल हाल्छु सो मैले तेल लाएर राखिसकेको छु अब हामी चाहिँ बेल्नुमा जान्छौँ बेल्ने काम चाहिँ मम्मीको अनि यस्तो डल्लो बनाउने काम चाहिँ सँगै फाइनली हाम्रो चाहिँ अचारको टर्न आइसकेको छ यता मम्मीले अचार बनाउनु राख्नु भएको छ हामी चाहिँ मिक्सरमा बनाउँदैन किनभने मिक्सरले भनेको ग्यासमा बनाएको मिठो हुन्छ त्यही भएर खुर्सानी 5वटा काटे हो क्या अब अचार सबै रेडी भएपछि म हजुरलाई देखाउँछु अब यो अचार बनिभएपछि चाहिँ हामीले बेल्छौँ बेल्ने बेला भेटौँलाई सो फाइनली हामीले सबै रेडी भइसकेको छ अब मम्मीले बेल्दै हुनुहुन्छ अनि दाइले मुस्नुहुन्छ मैले अघि पनि भनिसकेको छु र फेरि पनि मैले भनिरहेको छु हजुरलाई अनि पूजा पनि फाइनल आइसकेको छ अनि पूजाले चाहिँ अब अचार पनि बनाउँछ अचार चाहिँ बनाइसकेको होइन त्यसमा चाहिँ अब त्यो हामीले भट्टा नि मिक्स गर्छौँ भट्टा हालेपछि हल्का मिठो हुन्छ अब सबैको आफ्नो आफ्नो चोइस हुन्छ आफूलाई कस्तो मनपर्छ तर हाम्रो घरका लागि चाहिँ अचारमा भट्टा मिक्स गरेको एकदम मनपर्छ अनि प्लस हामीले जुसिनी बनाउँछ म भन्छु म जान्छु है अहिले मैले चार्जर भइरहेको हुन्न कि अघि मैले भिडियो बनाउनुभन्दा अगाडि मैले 100% चार्ज गरेको थिएँ अनि एकछिनमा 46 भयो फेरि चार्ज गरेँ एकछिनमा 96 चार्ज पनि भएको छ अनि के हो माथि काललाई मासु दिन दिएर आएको अघि बिस्किट ल हामी चाहिँ माथि जान्छौँ है त लाइट कालो चाहिँ यता छ देखेन होला कालो भएर
बिटमा हाल्नु मलाई मासु हाने मासु बिटमा हाल्दिनु बरु खाना त खाँदै रहेछ नि हेलो मैले के सुनेको कि मोमो बनाउँदैछ रे Yeah, we are making momo and we are just waiting for you to make achar. साफ अनि म त लुगा धुने भनेर बस्यो अचार के अनि हो त्यतिकै होइन मन पिन्ने हो यो ओ भइसक्यो अचार चाहिँ त्यो हाम्रो चाहिँ एक लट भइसकेको छ अनि मम्मीले त हालिदिनु भयो विशेष गरेर अजी अनि बाजे उनीहरू चाहिँ बेल्दै हुनुहुन्छ देखाइहाल्छु नि तँलाई नदेखाइकन पुरा देखाउँछु मलाई नदेखाऊ भने त्यहाँ देखाऊ बनाइसक्यो हाम्रो चाहिँ मोमो रेडी भइसकेको छ मम्मी चाहिँ के हुनुहुन्छ त वाउ सो यमी अब अजी र बाजेको लागि आफूले बनाएको मोमो हेर्नु आएको छ सो म चाहिँ अजी बाजेलाई दिएर आउँछु है त सो अजी बाजेलाई चाहिँ मिठो लाग्यो अनि बाले मिठोलाई पनि एउटा मात्रै खानु किन बाले मोमोमा मनै पर्दैन मेरो टर्न खानुलाई कसैलाई आफूले बनाएको प्रिमाको फर्स्ट ट्राई र लाउनु नि फर्स्ट रियाक्सन चाहिँ यस्तो भइसक्यो तातो कस्तो लाग्छ न्यू स्टाइल छैन दादा मिठो दसैँको लास्ट दिन म त पूर्णिमाको लास्ट दिन हुन्छ नि मैले त्यो भन्छ मेरो पनि हुन्छ म किन पागल पाउडरमा चाहिँ मैले जितेको वाउ पूर्णिमाले चाहिँ 15 रुपियाँ बाँकीमा लिएर जितेको छैन अहिलेसम्म पूर्णिमाले कहाँबाट पैसा हाल्छ डन्नु वा सम्बन्धी एक्सपर्ट हुन्छ है खेल्नमा 9 फाल्न आएर अनलकी भयो साथले त म त रोनाल्डो ल जुगर काट ल म दुई छैन यहाँ पूजालाई चाहिँ हल्का खेल्न आउँदैन मेन्डो सायर जस्तो कुरा गर्यो जुगर काट भन्छु ठुट्ने हतार अनि एकाबाट चाहिँ एकापछि 2 हुन्छ नि त अनि मसँग छैन कार्टुन रे म चाहिँ के देखायो फेरि सो हामीले चाहिँ मोमो कोक पनि खाइभ्यायो मैले हामीले एकछिन तास पनि खेल्यो हजुरले हेरिसक्नु भएको होला अनि त्यसपछि चाहिँ अब पूर्णिमाको भोलि जाने दिन भएर उनीहरूलाई चाहिँ जति चिया खानुपर्छ अनि चिया बनाइरहेछ यता पूजा अब एकछिनमा नुहाउँछ यो and I'm Chuchueta. So for today only this much. Thank you for watching my video. Don't forget to like, comment and subscribe to my channel. Bye bye.